आदरणीय दर्शक महानुभावहरू, आज मैले यस्तो केस भेटाएको छु। आज एउटा बाबुलाई यस्तो अवस्थामा हुनुहुन्छ। बाबु चाहिँ यहाँ देख्न सक्नुहुन्छ सबैले। एउटा भिडियो पनि बनाउनु भएको रहेछ उहाँले चाहिँ। कसैले कोहीले पनि उहाँलाई चाहिँ केही सहयोग पनि गरेनन्। एउटा कालीकोट मिडिया, कुन भन्नुभयो? कालीकोट मिडिया मार्फत उहाँले चाहिँ भिडियो बनाउनु भएको थियो अरे। कोही कसैले पनि यहाँ नहेरी दिनुभएको कारणले चाहिँ आज मैले विशेष गरेर यहाँ भेटाएको छु। एउटा बाबु चाहिँ यस्तो अवस्थामा हुनुहुन्छ। अब आर्थिक अवस्था हेर्नु, यस्तो ठाउँमा बसिराख्नु भएको छ। यो बेङ्गलोरको कुन ठाउँ भन्नुभएको? हेक्रे नगरमा। उहाँ चाहिँ हेक्रे नगरमा बस्नुहुन्छ। उहाँको बाउको पनि अत्तो पत्तो छैन अरे है। उहाँको बाउको अत्तो पत्तो छैन। र यो बाबु यिनीहरू यस्तो अवस्थामा बसिराख्नु भएको छ। रुम यस्तो छ। यहाँ बाहिरै रोडमा बसिराख्नु भएको छ। उहाँको चाहिँ आमा हुनुहुन्छ। उहाँ कोही कसैले सहयोग गर्न चाहनुहुन्छ र यो भिडियो चाहिँ सक्दो सेयर गरेर हाम्रा भोजराज थापा लगायतका कोही व्यक्तिहरूले विशेष गरेर हेरिदिनु पर्यो उहाँलाई। उहाँ चाहिँ यो घर कहाँ, नेपाल घर कुन ठाउँ भन्नुभएको? हजुर हजुर। बाउ चाहिँ केही अत्तो पत्तो छैन है? नै, बाउसँग त सम्पर्क छैन। 1 वर्ष भइसक्यो। हजुर, नेपालमै हुनुहुन्छ, सम्पर्क छैन। घर जानुपर्ने छ। अब यही महिनाको लास्टतिर, अब 1-2 तारिकतिर हामी घर जाने, आउँदो महिनाको। ल हेर्नु त, यो कस्तो बिजोग अवस्थामा हुनुहुन्छ। उहाँ चाहिँ एकदमै बिजोग अवस्थामा हुनुहुन्छ। यहाँ बस्ने ठाउँ पनि त्यस्तो व्यवस्थित नभएर काम पनि केही नगर्न सक्ने। अनि बाबु चाहिँ यस्तो अवस्थामा हुनुहुन्छ। कुन बिमार चाहिँ के हो पत्तै लाग्न सक्नु भएको छैन। र उपचार गर्नको लागि पनि आर्थिक अवस्था एकदमै कमजोर भएको कारणले चाहिँ उहाँ चाहिँ तपाईहरुको माझमा मैले एउटा भिडियो बनाइदिएको छु। सक्दो शेयर गरिदिनु होला। सकिन्छ भने सहयोग गर्नु होला, सकिदैन भने शेयर गरिदिनु होला है। पक्कै पनि शेयर गरिदिनुहुन्छ भन्ने आशामा छु। ल।